यो एक कैदीलाई सजाय दिने सबैभन्दा क्रूर तरिका हो। पहिले उसलाई कडा गरी बाँधिन्छ, त्यसपछि उसको टाउकोमा विशेष किसिमको पटिकसी बाँधिन्छ, त्यसपछि विशेष खियाले उसको मुख जबरदस्ती खोलिन्छ, त्यसपछि विशेष खियाले उसको दाँतहरू विद्युतीय ड्रिलले तोडिन्छन्। कैदी पीडाबाट बिउजिन कुर्नु पर्दैन। त्यसपछि उसलाई विशेष खियाले बनाएको बन्द फलामको ड्रममा हालिन्छ र त्यसको ढोका तानेर राम्रोसँग लक गरिन्छ। त्यसपछि पीडितका परिवारले वरिपरि म्यान्टिस चलाउँछन्, तर कैदीले दया माग्दैन। अर्को क्षण डाक्टर फिक्सर लिएर आउँछ। कैदी तुरुन्तै आफ्नो मुख बन्द गर्छ, तर अनुभवी डाक्टरका लागि यो कुनै कठिन कुरा होइन। डाक्टरले मानिसको नाक च्यापिदिन्छ। नाक बन्द भएपछि सास रोकिन थालेकोले कैदीले मुख खोल्नु पर्छ। त्यही मौका छोपेर डाक्टरले फिक्सर भित्र राखिदिन्छ। त्यसपछि उसको मुखमा सिधै पानीको पाइप घुसाइन्छ। अत्यन्त ठूलो पीडाले कैदीलाई झनै असह्य स्थिति हुन्छ, तर आफ्नो दण्ड पूरा गर्न डाक्टर यस्ता कुरामा ध्यान दिन सक्दैन। मानिसले पानीको पाइप भित्र धकेल्दै लग्छ। अन्त्यमा उसले पानीको ढोका बिस्तारै खोलिदिन्छ। त्यसपछि सबैभन्दा रोमाञ्चक दृश्य सुरु हुन्छ।